हाई भर्खरै तिमी भाइरल भयो भाइ अब चाहिँ सपना दिदीको ब्लगमा आएको छ हाम्रो नानु मगरलाई हेर्नुहोस् हेलो गाइस हेलो फ्यामिली नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन अनि आई होप सबैजना सन्चै हुनुहुन्छ अनि न्यू डे न्यू भ्लग भन्न नि आउँदैन यार अनि म चाहिँ आज भ्लग बनाउँदैछु इट्स माई ऱ्यान्डम भ्लग किनभने कन्ट्रोल नै भएन कि मैले चाहिँ मलाई पहिलेदेखि जसले फलो गर्नु भएको छ होइन उहाँहरूलाई थाहा नै छ मेरो दाइ चाहिँ फोटोग्राफर हो अनि उहाँले चाहिँ हाम्रो यहाँ फोटोसुट गर्नुहुन्छ कहाँ भन्दा यहाँ अनि आज चाहिँ दाइ बिजी हुनुहुन्छ सो आज चाहिँ म यहाँ फोटोसुट गर्छु अनि मलाई चाहिँ साथीहरूले भेट्न खोजिरहेको थियो क्लासमेट सँगै पढेको अनि उनीहरूले चाहिँ मलाई भेट्न खोजिरहेको थियो अनि मैले चाहिँ उनीहरूलाई यहीँ नै बोलाएको छु कि अनि दे डोन्ट नो अनि उनीहरूलाई चाहिँ कस्तो आउँछ रियाक्सन अनि मैले चाहिँ अब म एक्लै हुन्छु भन्ने छ नि त उनीहरूलाई बट 3 जना जति साथीहरूलाई चाहिँ म रियुनियन गर्छु आज अनि रियाक्सन के आउँछ ओके बेटा मलाई अहिलेसम्म टिकट काट्न आएको अन्ली 30 रुपिस आइसक्रिममा लडाइँ भइरह यहाँ खतम ल रमाइलो चाहिँ फेरि गर्नुपर्छ कि अब साथीसँग आइसक्रिम त चोरेर खानै पर्यो एन्ड वेलकम टु माई युट्युब च्यानल हाई अनि कस्तो 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 फोटो खिच्यो त हामीले आज किन लजाको अगाडि अगाडि आऊ के नलजाऊ उहाँहरूलाई चाहिँ फोटो कस्तो लाग्यो राम्रो लाग्यो अनि कहाँबाट आउनुभएको अरे मैले चाहिँ चिनिनँ त्यो ठाउँ हजुरहरूले चिन्नुहुन्छ भने कहाँ हो त्यो ठाउँ मलाई चाहिँ चिनाइदिनु होला अनि उहाँहरूले चाहिँ मेरो युट्युब च्यानल पनि चेक गरिसक्नु भएको छ अनि के भन्न चाहनुहुन्छ मेरो फ्यामिलीलाई अरूले नभन्ने रिसाएको मसँग ल हुन्छ उहाँहरूले चाहिँ गरिसक्नु भयो अघि चाहिँ मैले देखाइसकेँ अनि ओके ल अब चाहिँ दिनभरि रमाइलो गर्ने त होला नि 6, 7, 9 क्लास आउनुभएको रहेछ अनि जे होस् रमाइलो गर्ने भनेर सोच्नु भएको छ अब म चाहिँ बिजी हुन्छु अनि अब एकछिन फेरि भेटौँला है त बाई भनिदिनु हाई अनि वेलकम टु माई युट्युब च्यानल अनि मैले चाहिँ उहाँहरूको यस्तो मजाको फोटोसुट गर्दैछु अनि उहाँहरूलाई चाहिँ मन पर्यो कि नै त ल अनि उहाँहरू कहाँबाट आउनुभएको अरे अनि उहाँहरूले चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब पनि गरिसक्नु भएको छ अनि उहाँहरूलाई चाहिँ के भन्न छ मेरो युट्युब च्यानलमा ल हुन्छ अर्कोचोटि आउँदाखेरि मलाई भेट्नुपर्छ है त फेरि ल सी यू इन नेक्स्ट ब्लग बाई लभ यु अल ल फ्लाइट ल अनि अहिले चाहिँ यहाँ यस्तो क्राउड छ अनि जताततै त्यो डेक बजिरहेछ होप हजुरहरूले सुन्नुभयो होला तिमी भाइरल भयो भाइ अब ल भाइरल भयो म सुन्दै यहाँ ल वेटिङ द आइडीको नाम कान्छा कान्छी 739 हो के ए ल है त फलो गर्छन् फेरि मेरो फ्यामिलीले त ल अरूको कुन कसैलाई साउट आउट दिन छ बिना एफएस सब्स्क्राइब के फलो अनि मेबी निश्चल नि हो ओ ल ल ल गर्लफ्रेन्डको त हैन नि गर्दिन पर्ने ए ल नेट छ ल अन द स्पट ल कसैलाई आफ्नो लागि भन्न छ भने भन है यताबाट आऊ त यता उज्यालो आउँछ टिकटक अकाउन्ट के सब्स्क्राइब गर्दिनु पर्यो है सब्स्क्राइब युट्युबको नाम लाइक सब्स्क्राइब 1 मिलियन सब्स्क्राइब गरिदिनु ल 500 सब्स्क्राइब के हो नाम लिसन कुन स्कुलबाट आएको ए कति क्लास 7 हो कहाँ छ कहाँ हो यो बुटोल बुटोलबाट हो हजुर ल नाम के हो भर्खरै युट्युब च्यानलको के अरे ल
ऊ त्यो भाइलाई सोध त ल तिमीहरूको फेरि अब थम्बनेलमा चप्काइदिन्छ है फेरि मैले ल अनि यो चाहिँ मेरो फेरि प्रिसियस ग्रुप अनि उहाँहरू चाहिँ कहाँबाट आएको रे बुटोलबाट देखिहाउ नानी देखिहाउ यतापट्टि आऊ न यताबाट आऊ त ल अनि अघि चाहिँ मैले फोटो खिचेँ अनि फोटो कस्तो लाग्यो त राम्रो लाग्यो दामी कस्तो लाग्यो राम्रो लाग्यो औ ल अनि बुटोलबाट आएको भनेपछि त फेरि पनि आइएला नि त ल आउँदाखेरि मलाई सम्झिने कि नै ल अनि म कस्तो रहेछु त ल यसरी देखाइदिनु पर्यो अरे ल अनि के भन्न छ त मेरो युट्युब फ्यामिलीलाई सब्स्क्राइब गरिदिनुस् अनि टिकटकमा फलो गरिदिनु है फलो टिकटकमा अनि अरू हामीले गरिदिनु होला नि त यहाँ फोटो धेरै राम्रो खिच्नुहुन्छ दिदीले त्यही भएर यहाँबाट खिच्नु होला यहाँ आयो भने यतातिर आयो भने अनि अरू डान्स पनि गर्नुहुन्छ दिदीले राम्रो टिकटकमा फलो गर्नु होला फलो लाइक कमेन्ट गर्नु होला अनि लट्स अफ लभ है सबैलाई धेरै धेरै माया हामी चाहिँ स्कुलबाट पिकनिक आएको है कहाँ आएको पिकनिक आएको बेला फोटो खिचेको ल ठिक छ ल बाई भनिदेऊ ल फ्लाइङ किस खै मलाई देखाइदिनु न ल जोस् बहिनीहरू चाहिँ लास्ट रमाइलो खाने म रमाइलो छु कि नै त हुनुहुन्छ दिदी हुनुहुन्छ ल बाई बाई अनि अहिले चाहिँ म क्राउड एरिया छोडेर चाहिँ हल्का अलिकति पिस ठाउँमा आएको छु अनि लास्टिक क्राउड छ अनि त्यता चाहिँ सबै बुटोलबाट नै आउनुभएको रहेछ अनि बुटोलबाट हाम्रो गाग्री एकाडेमीबाट नै आउनुभएको रहेछ अनि त्यो बहिनीहरू चाहिँ यस्तो रमाइलो होइन अनि भेटेको सबै चाहिँ एकदम रमाइलो नै हुनुहुन्थ्यो अनि पछि चाहिँ हाम्रो बुटोलबाट आउनुभएको बहिनीहरूले चाहिँ खत्रै रमाइलो कुराहरू गर्नुभयो देख्नुभयो होला अनि उहाँहरूले चाहिँ मसँग फोटो पनि खिच्नुभयो अनि दे आर सो क्युट के कस्तो क्युट एकदम आफ्नै बहिनी जस्तो लाग्यो मलाई चाहिँ अनि भाइब्स पनि म्याच भयो अनि ठिक छ अहिले चाहिँ अब मैले मेरो साथीले चाहिँ मलाई फोन गरेको थियो अनि उसलाई हुन्छ आइज न भनेर भनिरहेको छु अनि त्यही नै हो अनि उसलाई चाहिँ मैले बोलाएँ अनि फेरि अझै एउटा साथीलाई फेरि अब एकछिनपछि फोन गर्छु हेरौँ तिनीहरूको रियाक्सन के आउँछ म बिजी भइनँ भने चाहिँ मैले रियाक्सन भिडियो लेख्छु अनि उसलाई भेटाउँछु अब हेरौँ को भेटाउँछु थाहा छैन अनि त्यही नै हो अब म चाहिँ फेरि जान्छु एकछिन त्यता रमाइलो भएर अनि त्यहाँ गएर चाहिँ इन्जोय गर्छु त्यही नै हो बाई फेरि बन्द भएछ अनि यता अगाडि पनि ग्रुप हुनुहुन्छ अनि रमाइलो छ त्यो पिकनिकको लागि फ्यामिली गेट टुगेदरको लागि होइन अनि फ्रेन्ड्सहरूसँग यत्तिकै बस्नको लागि यदि पिसको लागि हो भने चाहिँ यस्तो छुट्टी भएको बेलामा अनि त्यसपछि यो फ्राइडे स्याटरडेहरू चाहिँ अलिक भिड नै हुन्छ अनि त्यसै आज छुट्टी भएको भएर चाहिँ यहाँ यत्तिको भिड हो अरू बेला चाहिँ एकदम पिस नै हुन्छ अनि ठिकै हुन्छ बस्नलाई चाहिँ अलिकति पिस एरिया नै हुन्छ आफू आनन्द मजाले ग्रिनरी एरियामा चाहिँ बस्न मिल्छ त्यही नै हो तर राम्रो चाहिँ ठाउँ चाहिँ हजुरहरू पनि आउनु होला
हेलो गाइज हेलो गाइज हेलो गाइज हेलो गाइज हामी चाहिँ आज दाउने पार्कमा आएको छौँ। हामी चाहिँ सपना दिदीको ब्लगमा आएको छौँ होइन। के भन्छ सपना दिदी त आज अलि बिजी हुनुहुन्छ अनि त्यही भएर भिडियो गराउनु पाउनु भएको छैन। एकैछिनको लागि चाहिँ मैले गराइदिन्छु ल आजको भ्यूहरू। यहाँ हुनुहुन्छ दिदी। रोकिनुहोस् म देखाउँछु हजुरहरूको सपना मिसलाई। आज बिजी हुनुहुन्छ धेरै 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 भन्दा पनि धेरै बिजी हुन्छ। धेरै भन्दा पनि धेरै बिजी हुन्छ। अब कता देखाम आछन् बुटोलदेखि देवीनगर 11 कुन के गार्बी स्कुल भन्नेबाट आइरहेको छ नि हाम्रो नानु मगरलाई हेर्नुहोस्। यिनी चाहिँ धेरै लजाउटी छिन् कि यिनी चाहिँ धेरै लजाउटी छिन्। अब हाम्रो यहाँ देखाउँछौँ हाम्रो बच्चाहरूको त्यहाँ पार्क देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ अघि नै नास्ता खाइरहेको थिएन अलिकति भात खान लागेको छ गाइज। म चाहिँ यति भन्न चाहन्छु मेरो हात गलिसक्यो। बाई 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 बाई। गाइज हाम्रो चाहिँ यो बुद्ध पार्क रहेको छ। यो बुद्ध पार्क चाहिँ एकदम राम्रो छ। हजुर सबै फ्यामिलीहरूसँग साथीहरूसँग आउन सक्नुहुन्छ। यहाँ चाहिँ पिकनिकको व्यवस्थाहरू पनि रहेको छ। अनि यहाँ अब हजुरहरूलाई दाउने पार्कमा के रहेको छ हजुरहरूलाई सबैले देखाउन चाहन्छु। तर एकछिन रोक्नुहोस्। दाउने पार्क चाहिँ कहाँ भन्दाखेरि देवदह खैरेनीमा रहेको छ। अनि हाई अनि अहिले चाहिँ यहाँ सबैजना निस्किसक्नु भयो। अनि म चाहिँ यस्तो बिजी भएँ कि अनि केरिना चाहिँ आएको थियो अनि उसलाई चाहिँ टाइम दिन नि पाएन। अनि मेरै अगाडि पछाडि हिँड्दा चाहिँ ऊ थके लाग्यो अब झौला होला। अनि उसलाई चाहिँ मैले नास्ता खाएर चाहिँ ऊ घर गयो। अनि एकछिन भ्लग बनाइदियो। अनि एट द एन्ड अफ द डे अनि मैले सोचे जस्तो केही पनि भएन। आफै मोहे भएँ। मलाई मेरो साथीले 2जना साथीले मेसेज त गरेको मैले रेस्पोन्स दिएन। अनि एकजना चाहिँ नाम चाहिँ मेन्सन नगरौँ होइन मैले गरेँ कि क्या हो सुरुमा। एनिवेज केही छैन। अनि स्कुलमेट्सहरू हो मेरो। अनि बिजी कोही काममा बिजी अनि 2जना जो आउँछु भनेको थियो उनीहरूलाई चाहिँ मैले रेस्पोन्स दिन पाएन। सो द्याट तिनीहरू पनि आएनन् आज। अनि त्यही नै हो अहिले पनि अब पिकनिकको पार्टीहरू बाहिर जाँदै हुनुहुन्छ। दिउँसो यस्तो बिजी भयो कि 81। अनि फ्यामिली ग्रुप फोटोहरू खिच्दाखेरि चाहिँ त्यही त हो। अनि त्यसपछि फेरि अनि पहिले खिचिराख्नेहरू आउनुभएको थियो। त्यही भएर चाहिँ खिच्दा चाहिँ अलिकति बिजी डे भयो। अनि ठिकै भयो भनौँ साथीहरू नआएको किनभने टाइम दिनै पाउँथेन। अनि त्यही नै हो एउटा आएको थियो अनि त्यसलाई चाहिँ यसो घुमेँ। अनि बिचरा मेरै पछि हिँडेर एकछिन भ्लग बनाइदियो। अनि त्यही नै हो माई ऱ्यान्डम भ्लग गोन रङ जस्तै भयो आजको चाहिँ। बाई बाई। एन्ड इफ यु लाइक माई भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब एन्ड हिट द बेल आइकन फर द मोर अपडेट्स। अनि त्यही नै हो मलाई धेरै धेरै माया गर्नु होला। अनि अब चाहिँ स्टे ट्युन। अब चाहिँ मुकबाङ भिडियो आउँछ होला मेबी। अनि धेरै भयो अलि मुकबाङ आएको छैन। अब फेरि अब म स्पेसल मुकबाङ लिएर आउँछु हजुरहरूलाई पनि मनपर्ने छ। स्टे ट्युन फर द्याट। अनि त्यही नै हो हेरौँ के हुन्छ अब। बाई लभ यु। अर्को साथीलाई चाहिँ मैले अनि अर्को जुन पछि मैले अहिले भर्खरै रेस्पोन्स गरेँ। अनि उसले चाहिँ अब एकछिन पछि आउँछु भन्यो। त्यो उसलाई चाहिँ मैले मेन्सन अब भिडियोमा चाहिँ देखाउँदिनँ। त्यही नै हो अब चाहिँ उसलाई बल्ल अब म भेट्ने छु किनभने बल्ल म फ्री भएँ। अब उसलाई भेट्छु। बाई।